यो चाहिँ अघि मैले बनाएको खसीको खुट्टाको हड्डी हो के साथीहरु। म चाहिँ मासु भनेपछि यसरी हड्डीबाट ननिस्किन्जेसम्म खाएको खाइ गर्छु। अनि मैले कति धेरै हड्डी खाइछु यसले भने नभने अनि खाना त बनाएको अनि खाइहाल्छु नि। म राकेशले 8 वटा खुट्टा लिएर थियो, खाउछु नि त बच्चालाई दुध आउँछ भनेर अनि खानु परेन त्यति धेरै हड्डी। यो खसीको खुट्टा खाँदै गरेर चाहिँ मलाई एउटा घटनाको याद आयो कि अब बिहेहरुमा जाँदाखेरि त बिहेमा मासुमा चाहिँ मान्छे बसेको हुन्छ नि त, मासु धेरै खान्छ भनेर अनि बसेको हुन्छ नि तिनीहरूले मासु त हाल्दिदैन, हड्डी हाल्दिन्छ। अनि चम्चाले मासु नि खान मिल्दैन हैन, चम्चा हुन्छ नि त अनि हातले तानेर खायो भने कु नाम बसेर राम्री राम्री केटीहरु भन्ने हुन्छ नि, आफैले आफैलाई राम्री सोच्नेहरु तिनीहरूले भनेर हुन्छ कि आमा हेर्न त्यहाँ मासु पनि हातले खायो भने तिनीहरूले खुट्टाले खान्छ त, तिनीहरूले त अझै यो पा भए यो मैले त फेरि यो हड्डी पा भएदेखि खुर्पाले चिरी चिरी भित्रको झिकेर खान्थ्यो होला कि त्यसरी कुरा काटेर हुन्छ कि हातले मासु तानेर खाइरहेछ नि के तान्ने त खुट्टाले तान्ने हो। तिनीहरूलाई मलाई त्यतिखेर भुत्ल्याउन मन लागेको थियो कि म बिहेमा गाठामा एउटामा त्यस्तो भनिरहेको थियो कि तिनीहरूको कपाल मलाई कहीँ भुताल्न मन लागिरहेको थियो। तिनीहरूले तँहरूले भिडियो हेरिरहेछ भने चाहिँ तँहरूले हड्डी पनि सुकाएर खान्छस् मिल्ने भएदेखि है, अनि हातले नखाएर के खुट्टाले खाने हो त। सराप्नु मन त धेरै लागेको थियो तर के गर्नु।